व्यक्ति, समुदाय, प्रकृति अनि समृद्ध तथा दिगो भविष्य निर्माणको हाम्रो यात्रा। देशको एक जिम्मेवार वित्तीय प्रदायकका हिसाबले विगत 24 वर्षदेखि सबैको लागि, सधैँको लागि आधुनिक ब्याङ्किङ सेवा प्रदान गर्दै आइरहेको कुमारी ब्याङ्कले पछिल्लो समयमा दिगो विकासका पूर्व निर्धारित लक्ष्यहरू, जलवायु परिवर्तन र बदलिँदो पर्यावरणको कारणले बढ्दा जोखिमहरूको अनुकूलन तथा न्यूनीकरणको लागि राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरूलाई पूरा गर्न टेवा पुर्याउने स्पष्ट लक्ष्यसहित आफ्नो नियमित ब्याङ्किङ अभ्यासमा दिगो विकासका अभ्यासहरूलाई समायोजन गर्दै आइरहेको छ। एउटा सस्टेनेबल ब्याङ्किङ विभाग खडा गरी 3P मोडलमा दिगो ब्याङ्किङलाई अभियानकै रूपमा अगाडि सारेको कुमारी ब्याङ्कले जनस्तरमा क्षमता अभिवृद्धि, आफ्ना सेवा तथा सुविधाहरूलाई दिगो ब्याङ्किङ अभ्याससँग समायोजन, परिमार्जन तथा अद्यावधिक गर्ने तथा दिगो विकासका बहुआयामिक प्रभावहरूलाई अझै विस्तार गर्नको लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाहरूसँग हातेमालो गर्न सक्ने सम्मको कार्यक्षेत्र निर्धारण गरेको छ। वर्तमान समयसम्म दिगो ब्याङ्किङ विकास अन्तर्गत विभिन्न क्रियाकलापहरू समेत सकेका छन्। ब्याङ्कको देशभर सञ्चालनमा रहेका शाखा सञ्जालमा कार्यरत कर्मचारीहरूलाई नियमित व्यावसायिक गतिविधिहरूका साथसाथै समुदायमा गएर सामाजिक दिगोपन, उद्यमशीलता विकास, वित्तीय साक्षरता प्रवर्धन, वित्तीय अपराध सम्बन्धी सचेतना विस्तार आदि जस्ता क्रियाकलापहरू गर्न सक्ने गरी क्षमता विकासका लागि नियमित रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रशिक्षण प्राप्त ब्याङ्कका कर्मचारी प्रशिक्षकहरूले नियमित रूपमा आफ्नो सञ्चालन क्षेत्रभित्र समुदायमा आधारित शिक्षण सामग्रीहरू तयार गरी सर्वसाधारणको व्यावसायिक तथा वित्तीय क्षमता अभिवृद्धिमा कार्य गरिरहेका छन्। प्रशिक्षण पश्चात पनि सर्वसाधारणले सान्दर्भिक प्रसङ्गहरूको सो अध्ययन गर्न सकिने तरिकाले साना पुस्तिका समेत विकास गरी प्रकाशन तथा वितरण गरिएका छन्। वर्तमान समयमा छोटा श्रव्य दृश्य सामग्रीहरूमा देखिएको सर्वसाधारणको आकर्षणलाई ध्यानमा राख्दै सिकाइमा थप प्रभावकारिता वृद्धि गर्ने हेतुले सान्दर्भिक प्रसङ्गहरूमा राष्ट्रिय स्तरका स्थापित कलाकारहरूको अभिनय समेटिएका भिडियोहरू समेत निर्माण गरी ब्याङ्कको आधिकारिक सामाजिक सञ्जाल मार्फत प्रसारण गरिएका छन्। अनेकन प्राकृतिक विपत्ति तथा महामारीका आहतहरूमा राहत दिने कुरा होस् वा सम्पदा संरक्षणमा होस्, ब्याङ्कले निरन्तर रूपमा समाजप्रतिको संस्थागत दायित्व निर्वाह गरिरहेको छ। त्यसैगरी सेवा तथा सुविधाहरूमा वातावरण संरक्षणमा तथा प्रवर्धनको सचेतना जनस्तरसम्म विस्तार गर्नको लागि एक खाता एक रुखको अभ्यास अभियानकै रूपमा अगाडि बढाई ग्रिन बचत खाता योजना सञ्चालनमा ल्याइएको छ, जसबाट प्रत्येक खातावालाले अन्य साधारण निक्षेपमा भन्दा अधिक ब्याज प्राप्त गर्ने मात्र होइन, बिमा कभरेज, 2 वर्षसम्म निशुल्क मोबाइल ब्याङ्किङ तथा उक्त खातामा गरिने 6 महिनासम्मको नियमित कारोबारकै धितोमा बिना धितो 2 लाखसम्मको फोन लोन कर्जा प्राप्त गर्न सक्छन्। शहरी क्षेत्रमा जैविक इन्धनमा आधारित सार्वजनिक सवारी साधनको अत्याधिक चापका कारणले बढ्दो प्रदूषण कम गर्न टेवा पुर्याउने उद्देश्यले विद्युतीय मिनी तथा माइक्रो बस खरिद गर्न चाहने प्राकृतिक व्यक्तिहरूका लागि ग्रिन हायर पर्चेज कर्जा योजना विकास गरिएको छ, जस अन्तर्गत ऋणीहरूले सुरुमा भुक्तान गर्नुपर्ने डाउन पेमेन्ट तथा अन्य विभिन्न शीर्षकहरूमा अनुदान प्राप्त गर्न सक्नेछन्। ब्याङ्कबाट प्रवाह हुने कर्जालाई पर्यावरण मैत्री बनाउने हेतुले नियामक निकायबाट निर्दिष्ट मार्गदर्शन अनुरूप जोखिम विश्लेषण गर्ने पद्धति कार्यान्वयनमा ल्याइएको छ। त्यस्तै पार्टनरसिप यानि कि साझेदार अन्तर्गत देशमा उद्यमशीलता विकास मार्फत आर्थिक क्रियाकलापहरूमा विस्तार गर्दै बहुआयामिक दायरा निर्माणका लागि युएसएडसँगको सहकार्यमा विभिन्न क्रियाकलापहरू सम्पादन गरिसकिएको छ। सार्वजनिक सवारीको चापको कारणले उत्पन्न प्रदूषण कम गर्ने सम्भावनालाई पूर्ण रूपमा प्रोत्साहित गर्न नेपाल सरकार मिटिगेसन एक्सन फ्यासिलिटी GIZ तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटद्वारा कार्यान्वयनमा ल्याइएको सेट फर नेपाल नामको परियोजनासँग सहकार्य गरिएको छ। विद्युतीय प्रयोगको क्षमता अभिवृद्धि गर्नको लागि विन्डरक इन्टरनेसनलसँग सहकार्य गरिएको छ।
उच्च हिमाली क्षेत्रमा रहेका व्यावसायिक सम्भावनाहरूको उत्थानका लागि इसिमोडसँग निरन्तर सहकार्य भइरहेको छ। यस्तै अनेकौं संस्थाहरूसँगको सहकार्य प्रगति उन्मुख छ। हाम्रो बीको विकासको यात्रा जारी छ। सबैका लागि सधैँका लागि शुभ कार्यको संस्कारमा कुमारी